हेलो गाइज, वाट्सअप के छ खबर? सन्चै हुनुहुन्छ सबैजना? म चाहिँ अलि बिरामी छु। घाँटीमा अलिकति समस्या छ, घाँटी बसिरहेछ। यो मौसम चेन्जले गर्दा पनि होला। म चाहिँ अहिले बागलुङ छु, मेरो रुममै छु बागलुङ। भर्खरै आएको म्याग्दीबाट। बिरामी भएको चाहिँ 2-3 दिन भयो। औषधिहरू चाहिँ लिइरहेको छु, बिस्तारै ठिक होला। अनि के छ हजुरहरूको हालखबर बताउनुहोस्, के कसरी बितिरहेछन् दिनहरू? पक्कै पनि राम्रै होला होइन? राम्रो नभए पनि अबको दिनहरूबाट चाहिँ राम्रो होस्। खोकी लागिरहेछ। त्यस्तै हो, सन्चै हुनुपर्छ सबैजना। अब मौसम पनि चेन्ज हुँदैछ, बर्खाको सिजन छ, पानी आइरहेको छ। त्यसले गर्दाखेरि अलिकति केयरफुल चाहिँ हुनुपर्छ अवश्य पनि। सकेसम्म चाहिँ मेडिसिन औषधिहरू चाहिँ खान नपरोस्। मैले चाहिँ खाइसकेँ है, औषध चाहिँ खाइसकेँ। अब के गर्ने, केयर गर्दा गर्दै अब कार्यव्यस्तताले गर्दा धुलो धुवाँबाट हरेक कुराबाट जोगिन्छु भने पनि हामी जोगिन नसकिने अवस्था हुन्छ। हाम्रो जागिर यस्तै पऱ्यो। ठिक छ, म बिरामी भए पनि हजुरहरूलाई चाहिँ कसैलाई केही कदापि कहिल्यै पनि नहोस्, केही नहोस्, भए पनि सजिलै सामना होस्, अथवा औषधिसम्म चाहिँ खाएर निको पार्नेसम्म चाहिँ होस्, मेरो कामना। भलगर चाहिँ मैले कन्टिन्यू दिन सकेको छैन। कहिले के कामहरू चलिरहेको हुन्छ। त्यही भएर अलिकति सोचे नहुँदो रहेछ क्या। कहिले कता सधैँभरि मोबाइल पनि युज गरिरहन नमिल्ने त्यस्तो हुन्छ। ठिक छ, लाइफै आफूले क्षमताले भ्याएसम्म मैले हजुरहरूलाई चाहिँ विभिन्न ठाउँहरू क्याप्चर गरेर देखाउने प्रयास गर्छु। के कसरी दिनहरू बितिरहेछ त्यो पनि देखाउँछु है। ठिक छ, आफ्नो ख्याल गर्नुहोला। मैले चाहिँ थोरै मात्रामा जोडिन चाहेँ। समय व्यस्तता, कार्यव्यस्तताले गर्दा मैले कन्टिन्यू दिन पाएको छैन। टाइम हुँदा चाहिँ अवश्य पनि तपाईँहरूलाई कन्टिन्यू रुममा बट्टा बेला कुरा आउँछ। ठिक छ, तपाईँहरूले माया गरिदिनु भएको छ, अझै माया गर्दै जानु होला। म पनि अन्य ठाउँहरूका, विभिन्न ठाउँहरूका नयाँ चिजहरू, नयाँ ठाउँहरूका, तपाईँहरू नपुगेको ठाउँहरूको चाहिँ त्यहाँको गतिविधिहरू चाहिँ मैले हजुरलाई देखाउने प्रयास गर्छु। हजुरहरूले माया गरिदिनु पऱ्यो, त्यसको लागि सब्सक्राइब गरिदिनु पऱ्यो, लाइक गरिदिनु पऱ्यो, कमेन्ट गरिदिनु पऱ्यो, सेयर गरिदिनु पऱ्यो, सबै सामु चाहिँ पुऱ्याइदिनु पऱ्यो। तापु बल्ल देखाउने मजा आउँछ होइन र? ओके, ठिक छ, म चाहिँ अहिले मेरै रुममा छु। पछाडि नानुको फोटा।